ल जय मसी सबैजनालाई। आज चाहिँ हामी एकदमै सबैजना भेट भएको छौँ। हामी यहाँ क्यान्टोकीमा छौँ अनि के अरे आज हाम्रो यहाँ साइलासी बडाहरूकोमा हाम्रो भाइ टिकारामहरूकोमा यसरी हामी सबैजना फ्यामिली टुगेदर भएका छौँ क्यान्टोकीमा। यो चाहिँ हाम्रो बडाहरूको घर एकदमै ठुलो 6,000 स्क्वायर फुटको किन्नु भएको छ। त्यहाँ मुनि चाहिँ झन् ठुलो छ। ल है त अब हामी देखाउनेछौँ सबैजना खानापिनाहरू खाइरहेको छ। ल बढियामा नमस्कार। ल अनि हाम्रो दाइहरू खाना खानै हुनुहुन्छ? खाँदै हुनुहुन्छ सबैजना। अब सबैजना आइपुग्यो? सबै परिवार अझै आउनु छ, 4-5 जना आइपुग्नै छ, आउँदैछ। ल ल ल ल हाम्रो दाइहरू जय मसी ब्रो। खानै हो? खाँदैछु। ल ल ल भाउजू जय मसी। कतिखेर आउनुभयो भाउजू? ए अघि नै आउनुभयो। ए ल ल जय मसी। के अरे कति 12 आवर पो लाग्दो रहेछ है? 9 घन्टा। ए हेरिसबर्गको। ए ल ल ल भाइ भाइ एकदम अब अर्जेन्टिनाको सपोर्टर है हामी चाहिँ अर्जेन्टिनाको ल ल जो यता बुढो कताको? अर्जेन्टिना हो। यहाँनिर टिकाराम भाइहरू चाहिँ सबै रियल म्याड्रिडमा छ है। ल ल भान्जो जय मसी भन्नु। ल ल यहाँ खानाहरू रेडी भएछ। यहाँ पापडहरू जय मसी। सुँगुरको खसीको भन्दाखेरि ल यहाँ यस्तो छ है हाम्रो बडाहरूको घर। नानी भान्जो ल ल ल ए यहाँ हाम्रो बडाहरूको घर एकदम सबैजना भेला भयो। हेलो ए उसको नाम डिभाइन। हाउ आर यु नानी? छोरीको नाम के हो? नानी भान्जीको नाम के हो? भान्जीको नाम आकांक्षा। के को आकांक्षा होइन? रिजा। गुड जब। ल है आकांक्षा होइन तिम्रो नाम के हो? के हो भान्जीको नाम? ल बढियामा जय मसी। ल अनि कतिखेर आउनुभयो अरे? भर्खरै आइपुग्यो। ए सबै आफ्नो परिवार सबै मिठो भेटघाट सबै परिवारमा धन्यवाद परमेश्वरलाई। के अरे अस्ति पोहोर पालि नि त भेट भएको थियो नि त सार्लटमा होइन? फेरि नेक्स्ट पालि हेरिसबर्गमा वर्ष दिनमा फेरि भेट भइहाल्यो। ए बाउ जय मसी। नमस्कार सबैजनाले जतिले भिडियो हेर्नुहुन्छ। हाम्रो परिवार भेला भएर दाजुभाइहरू गफगाफहरू गइरहेछ, रमाइलो भेटघाट छ। ठुलाई अनि ठुलाईको छोरा कान्छा, माल्लाजुको परिवार अनि भान्जीहरू, साइली दिदीको छोरी भान्जी अनि माइली दिदीको छोरी भान्जी, ज्वाइँहरू सबैजना भेला भएको छ यहाँ परिवारमा। एकदम यो चाहिँ रमाइलो भेट अनि भएको छ। अनि तपाईँहरू पनि एउटा भेट भएर रमाइलो गर्नुहोस् आफ्नो परिवारमा। यही नै भन्न चाहन्छु। सुख दुःख एकअर्कामा गफगाफ गरेर बस्नुहोस्। तपाईँहरू पनि समयमा यो 2 दिने जिन्दगीमा रमाइलो पनि गर्नुपर्छ परिवारमा। त्यही नै भन्न चाहन्छु। ल बडा जय मसी। सबै ठिकै हुनुहुन्छ? यहाँ चाहिँ हाम्रो माइला बडा हुनुहुन्छ है। कतिखेर आउनुभयो बडा? हो सबै ठिकै हुनुहुन्छ? उहाँ यहाँ गौरीले जय मसी भन्दैछ बडालाई। ल यो लाइट पाल्नु ल
सबै सन्चै ठिकै हुनुहुन्छ नि बडा ल ल ल ल खुसी लाग्यो भेटघाट गरेर गफ गर्नुपर्छ ल ए यहाँ चाहिँ हाम्रो जेठा बडा हुनुहुन्छ ए ल बडा नमस्कार नमस्ते अनि कस्तो हुनुहुन्छ अहिलेसम्म ठिकै छ हजुर अनि यो पालि चाहिँ यता केन्टुकी साइला भाइ केन्टकी हुनुहुन्छ साइला भाइको छोरी नातिनीको बुनिचोलीमा चाहिँ हजुर अनि हामी परिवार फ्यामिली सबै हजुर भेटघाट भेटघाट हजुर भएको छौँ हजुर कोही आइपुगेको छैन भोलिसम्ममा क्लियर सबै आइसक्छ ए ल ल ल ल ल अर्को नेक्स्ट हेर्नु बहिनी जयमसी हाम्रो बुहारीको बहिनी हो ए ए डिभाइन नानी काका हो नि म हो के काका ओके कहाँबाट ओपन गर्न भाइ यसको नि ह्यान्डिलै गयो ल हो उब्रिँदैन ल यहाँ बाहिर देखाउँ भने ल ल है ल है ल है ल है ल है लु ल ल ल ल भाउजू अनि मजा राम्रोसँगले मजाले आउनुभयो ल सबै हामी को हामीले मिस गरिरहेछौँ साइलालाई सालदाई सालदाई अँ मिस गरेको सालदाई मालदाई अँ अनि त्यहाँदेखि माइली फुपू फ्यामिली अँ तिने दाजु साइली फुपू हेम दाजुहरू अन्त माइली फुपू फ्यामिली भनेपछि सबै दाजुहरू सबै। साबी दिदीहरू ओमा मर्सी गुरुङ सबैलाई सबैलाई ल यहाँ हाम्रो साइला बडा कहाँ जानुभयो बडा आइपुगेकै छैन हौ कहाँ जानुभएको छ कुमारी यहाँ लु के भन्दैछ के छ ठिकै छ भेटघाट कस्तो भयो एकदम रमाइलो अस्तिको पालि पनि भेटेको थियो ल ल सधैँभरि यस्तै भेट्नै पाउँदा राम्रो हो नि त हौ आफ्नो फ्यामिली परिवार हजुर ल बुहारी बुहारीलाई अहिले ल यस्तै छ है हाम्रो भेटघाट कार्यक्रम अस्तिको वर्ष पनि हामी यसरी भेटेको थियौँ यो वर्ष पनि ओए ओहो यता को हो त को हो के हो तिम्रो नाम कसको छोरा हँ? ए मेरो छोरो पो रहेछ त हौ ल अहिले जोइ ल यसको यहाँ लगाइदिए त यहाँ ए नानी छोरो नानी जयमसी गऱ्यो बडाहरूलाई हो ओके 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 सबैलाई जयमसी भन्नुभएको छ है बाजेहरूलाई ल है यस्तै छ यस्तो रोजन नानी नानी ठिकै छ ल खाना खायो ए हाम्रो यहाँ बुहारी नि हुनुहुन्छ नमस्कार ल बुहारीको बहिनीहरू नि यहीँ हो बुहारी ए ए ल ल ज्वाइँ राम्रोसँगले आउनुभयो भने ल ल रिजोइस रिजोइस हाई रिजोइस हाम्रो यहाँ टिकाराम भाइको छोरा अनि ल है यस्तै छ भेटघाट आफ्टर लङ टाइम साइनाबाट कहाँ जानुभयो तल हो ल ल म आइहालेँ ए यस्तै छ यस्तो यो प्लान्ट चाहिँ यो चाहिँ कसले स्याहार्छ बढियामा यो बुहारीले कि बुहारीको प्लान्ट हो यो ए ठिक छ ल हाम्रो दाजुलाई मिस गरिरहेको छौँ हाम्रो दुईजना दाजुलाई कता हो कता हो मुनि जाने कता हो ए मिना खाना खायो ए खाना मिना म आइहाल्छु ल है यहाँ हामी चाहिँ नुहा डुलेर आएको अहिले भर्खरै त्यही भएर ल है भेटघाट ल केही भन्नु छ कि हाम्रो दिदी बहिनीहरूले केही भन्नु छ खोइ बडा खोइ
ल है यो चाहिँ डाउन स्टेयर ए यहाँ हाम्रो भान्जो रहेछ नि त म कसैलाई छुटाउनु जय मसी भान्जो ठिकै छ भान्जो ल ल ल ल ल है भान्जो ए यहाँ म खोजिरहेको छु दिदीहरू कहाँ जानुभयो भन्छ ए हामी यहाँ गोल हेर्दै बसिरहेको छौँ ए ल ल डिभाइन रहेछ यहाँ ड्यानियल जयमसी नानी जयमसी दिदी अनि खानाहरू खानुभयो दिदी खोइ भेना भेना ए ए भेना त्यहाँ हुँदो रहेछ यहाँ हाम्रो भान्जो यहाँ एडविन खेलिरहेको यहाँ कुमारीको छोरा ए हेलो ल यस्तै छ यो चाहिँ डाउन स्टेयर हाम्रो बडाहरूको ए भेना जयमसी अनि खानाहरू खानुभयो भेना खानासाना खाएर एकदम रिल्याक्स बसिरहेको अनि कस्तो आज भेटघाट के कस्तो अब हामी सबै भेट्यौँ होइन अब रमाइलो भइरहेको छ नि किनभने अब सबैजनासँग भेट भयो फेरि एकचोटि होइन अस्ति पहिला के अरे पर चार्लोटमा भेट भएको थियो एकचोटि अब फेरि यहाँनिर होइन अब भोलिको प्रोग्राम हो सबै अब परिवारसँग भेट हुन्छ त्यसले गर्दा एकदमै रमाइलो भइरहेको छ इट सिम्स लाइक तिमाई जस्तो क्या अब तिमाई जस्तो अनुभव भइरहेको छ सबैजना भेट्दाखेरि तिमाईकै सम्झना आइरहेको छ मजा लागिरहेको छ हामीले हामी मिस गरिरहेको छौँ हाम्रो हेम दाजुहरूलाई हाम्रो कान्छा चक्रे मन्दाई मर्सी सबैलाई बाजे बोजूलाई ल यहाँ अब हाम्रो म्याच हुँदैछ यहाँ फुटबल अर्जेन्टिना र कुन पो छ भेना अर्जेन्टिना स्विजरल्यान्ड ए यहाँ ए भेना ए यहाँ हाम्रो भाइ ओ ग्राम भाइ ल नमस्कार अनि कस्तो भइरहेछ अनि आज भेटघाट सबै रमाइलो भइरहेछ खोइ बाउ कताको बाउ हो सबै भेट भयो नि अब होइन ल ल भोलिको प्रोग्राम छ निरुहरू आएन नि ए उनी ए भान्ज यहाँ हाम्रो भेना नि हुनुहुन्छ भेना के गर्नु भएको जयमसी यहाँ नानीलाई माउ बनाउँदैछु ए एकदम रेडी हुँदैछ कतिखेर आयो नि घुमेर अहिले आएको ल ल ए यहाँनिर हाम्रो बुहारीको बहिनीहरू नि ए नमस्कार ल ल एउटै मान्छेको 4 खेप निकालिसक्यो ल यस्तै छ है हाम्रो आजको भेटघाट ल सबैले हेरिदिनु होला हाम्रो भिडियोलाई ल है त